पोच पोच ಎಷ್ಟು ಒಂದು ಎಷ್ಟು 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 बस्नु है। हेलो एभ्रिवान, ल भेडीखोरमा चाहिँ चट्टसँग आलु खाने काम चाहिँ धमाधम भइरहेछ है। यसपालि चाहिँ आलु चाहिँ काबक फलेको छ है। कतिको फलाछ भनेर गाइजहरूलाई म यहाँ देखाउनु पर्यो। ल यहाँ देखाउँ त अलिक नजिक ल्याएर गाइज। यसपालि भेडीखोरमा फलेको आलु हेर्नु पर्यो। ओहो राम 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 राम, यी भेडीखोरमा त राम राम बडे ठुल्ठुलो बडे मानको फलेछ आलु। होइन है यत्रो झाङले हेर ल, कम ठुल्ठुलो फलेछ आलु। यसपालिको असिना पानीले भेडीखोरतिरको आलु सबै जखम पार्यो। ल छ नि पुरै आलु तन्नै रोकाछ, तर यस्तो फलाइले यता आलु खन्नु भारी मात्रै छ हौ गाइजहरू। ल गाउँ यसपालि सर्लकै गयो भेडीखोरमा आलु, सर्लकै डुबायो असिना पानीले। अब के खाने होला तरकारी? आलु मास्यो भेडीखोरतिर। सबै मुस्ताङको स्याउ गाउँ फर्किआए, नयाँ नयाँ सपना